हाई गाइज, आज चाहिँ हामी गेम खेल्दैछौँ आँखामा बान्ने अनि त्यसपछि पिट्ने स्ल्याप गेम। ओके स्टार्ट। यसलाई चाहिँ बान्नु पर्छ पहिला। यति गरिसकि अघि आँखामा बाने थियो अहिले हो। अलि तल गरेर यस्तै अन्तदेखि अघि आँखामै बानेको छ कि अहिले उद्धो भइरहेछ उभो भइरहेछ। ल हामी अब स्टार्ट गर्दा माथि आएन त गाइडर देखिराखेको यो आऊ एमआईमा देखे जस्तो लाग्यो। अब पनि सबै कुट्नु पर्यो। ल कसले हाने भन मनता ये क्या सी है लड़की। अब थामे तिम्रो देख्छ अन्त यार तँलाई बान्नु आइछ। ल अब मेरो मम्मी कसम तँलाई बान्नु आइछ। ल मन त पाल्ला देखिन्छ नि। ल देखिदैन छि यस्ता रहेछ रे तिम्रो भइगयो। ल देखे जस्तै लाग्यो त्यही भएर ल ल मनिषा मिसको पालो हामीले बान्दियौँ। पत्ते हुँदैन ला मलाई त पिटे देखिरहेर नै छैन अनि उससे देखिरहेको अहिले चाहिँ हैन उज्यालो उज्यालो चाहिँ देखिँदो रहेछ अलिअलि उज्यालो मात्रै भूमिका अनि इनले थाहा पायो ल। अब इनलाई भनेको त मैले किनकि अहिले भनेको न यो एउटा कमन सेन्सको कुरा पनि हो। भर्खरै ल देखि त तपाईँ आफै भने त सेम नाइ ल ये हुँदैन बिचमा डिलिट गरौँ न। अनि तिमीहरू यस्तो किन भन् थाहा त रे हेरी भनेर सेतो मात्रै देखि त के बिचमा हो देखिन्छ बिचमा हो छैन बिच चाहिँ हो ओकर यस्तो आउनु मिल्दैन यो ल थाहा छैन यो के भएन यो नन्दा हो नो रङ नो भद्र रहेछ खोल्ने आइन ल मन्ता होइन नो रङ ए यस्तो झ्याली हुन्छ है पछि हेर्ने म ल ल पबी होइन 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 खेल्दैन यस्तो जी होइन पछि भिडियोमा होइन नन्दा नो रङ ल ए नन्दा हो नो नो रङ ए के नो नो हो हैन पछि भिडियोमा त्यस्तो गरेर बाहिर गाइजहरू हानिसक्यो भने कसले हान्यो कहाँ हो अझले हान न मन्दा नो रङ नन्दा हो होइन दुईचोटि भन्नु अनि होइन होइन भन्दा हो अनि तिमीहरू पबी नो रङ कति रङ बोले के ए म खेल्न गाइज झ्यालिन्छ के मेरो